कोठै हेर सुकेन आएको बिचारालाई यता आउनुहोस् त राम 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 मान्छे राम्रो हुन्छ यसकै हो कि होइन भन्नुहोस् त हे अब हेर्नुहोस् है चढ्दै आयो भर्याङ कति राम्रो रहेछ भर्याङ सर के खोजेर आउनुभयो भन्नुहोस् त कुराकानी सुनेर राम्रोसँग यहाँ भर्याङ बजार सासको नाइबु त जानुहोस् ए त्योका अलिकति बरस सरस गर्नु पर्दैन रिस उठ्ने होइन यसको अलि यता आउनुहोस् त तपाईँ पनि गतिलो त होइन के खासै फेरि मान्छे त हेर्छ फेरि यिनका बुढी पछि लाखन् मेरो यहाँ जगुल त भन्ने टेन्सन छ क्या फेरि हेर्नुहोस् न गाह्रो छ त्यसरी के हग्न ला जस्तो गरे फेरि फेरि तपाईँ पनि सेलरोटी त आज टन्नै आएको छ जस्तो छ अनि अरू सबै सन्चै हुनुहुन्छ अनि जाँगर लाउनुहोस् न आज हत्यारिका बल्ल बल्ल आइया छ यतातिर सर यता खिच्नुहुन्छ है मिलाएर यता फेरि म त फेरि मान्छे सेक्सन भेनाजु दर्शन के छ आराम भइसिन्छ कस्तो कोनेर हाँस्नु भएको त अनि तपाईँ यता आउनुहोस् न के साह्रो लजाएको अब लजाउनु भएको अब जम्मै कोन्दै हाँस्ने रहेछ नि अब यस्तोसँग त के काम होइन अब ओ माई गड कस्तो जाडो छ बुढो छैन भनौँ भने कोही छ त कालीलाई बिहानी तपाईँसँग त गर्दिनँ भाइ म त हेर्दै जडियो जस्तो देख्छु म त अनि काउली पनि जडियो भयो भने त के होला त होइन सम्झिन्छु भन्नुहोस् त ए यतातिर होइन पोखरी त जम्मै फिल्ड खाली छ त ओ माई गड लभ यु राजा मेरा बाबा हेर त्यहाँ त्यो चेन खुल्ला त लाउनुहोस् भाइ हेर्नुहोस् त त्यहाँदेखि यहाँ आजकलका मान्छेहरू के भएको चाहिँ प्यान्ट स्यान्ट लाएर अलिकति उभा कान्छा यता खिच्नुहोस् है फेरि म त फेरि मिस नेपाल भिडियोको हेर्नुहोस् न म राम्रो छु त हजुर ए छु भनौ न तेरो दाँत मात्रै फुस्किएको हो कि अरू त ठिक छ त मेरो आँटी जिउडाल होइन र भने अनि हो बेसरी चाहियो बोल्दिनँ फेरि म हो कि होइन बल्ल तल्ल मरिकन अलि जोस निकाल्यो भने यसो तातो भइन्छ ओ माई गड सोफा सब्जी कता जानुभयो त घर गइस्यो अब हजुरै यता आइस्यो नि त एकछिनलाई के साह्रो हो किन चम्केको त्यस्तरी कति न खाइदिन्छु जस्तो यस्ता केटा त जवानीमा कति डुलायो होइन हजुर मेरो आमै अनि बुढी त 6 महिनाको जत्रो छ त हजुर आर यु गुड नि ठिक छ हजुरको शुभ नाम भन्नुहोस् त हजुर मिनपुन माया पिर्ती पुन नबुन छ अनि आर यु म्यारिड अर सिंगल भन्नुहोस् त न ओ माई गड हि डोन्ट के भन्छ अरे त्यहाँ इङ्ग्लिसमा हत्यार बिर्सिएछु हि डोन्ट बुझिङ माई इङ्ग्लिस हो क्या कि मिल्यो कि मिलेन केटा भनौ त हत्यार केटाहरू पनि जोसिन्नन् के भएको हुन् फेरि कसलाई तानु भएको छ हाम्रो हिजोको सरको है हिजोको सर होइन हजुर कुल सर होइन त हजुर कुल सर होइन हजुर कुल सर होइन हजुर एकैछिन उठ्दिन मिल्छ त तपाईँ उठ्न मिल्छ त बुढा मान्छे भएर नि के साह्रो भाउ खाएको है म जस्तो 16 वर्ष देखेर त भाउ नखानु पर्ने हो कि होइन भन्नुहोस् त बाफ्रे यतिको हेन्डसम चल्छ है जिन्दगीमा नाक त बाहुनको छ त फेरि अलि मिसकट भयो होला तपाईँको शुभ नाम भन्नुहोस् त मेरो नरुपुन ओहो नरु म तिम्रो लागि मरु हुन्छ हेर मान्छे काले भने दिलवाले हो है केटो हो कि होइन भन्नुहोस् त दाँत मात्र हेर न सेतै फर्का खानु फेरि यिनले फेरि अनि सर ज्याकेट मैले पोहोर किनिदिएको होइन त हो मान्छे त सेक्सी नै हुन है के कसो हौ अनि यता आउनुहोस् त हेत्तेरी त्यसरी टाँसिने होइन क्या बेस्टारै हो फेरि मान्छेले देख्दैनन् भने कस्तो करेन्टै ला हो तपाईँलाई छुँदा गाँठे 20 को हान्यो त हजुर अनि घरमा बुढी छैन अहिले त सिङ्गल हो के छ त अनि आटिन्छ त यता हे मेरो ध्यान नरुमा
गइसक्यो मलाई पनि बेगरम भइसक्यो माटो काटी सपरी आलीमा यामै जोडी नखोजा केटहरू परौला नि काउलीकै पानीमा यामै जोडी नखोजा केटहरू परौला नि काउलीकै पानीमा बाफ्रे तर नरुको जस्तै कडै छ है सिङ्गल हो भन्ने कुरो तपाईँले प्रमाणित गरिदिनु भयो राजा फेरि 2-3टा बिहे नगर्नु नि फेरि ओके ल ल हुन्छ ल ओके गइछु ल अब हामी नाच्ने गाउने रमाइलो गर्नुपर्छ बोरिङको मान्छे यति हो र भनेको अनि आउनु पर्दैन फेरि मेरो सम्धिनी कहाँ हराइन आँठी कस्तो चिसो भएको छ ओहो नारायण सर मान्छे त झिल्के हेर्छमै हो नि मोरो त्यहाँ सुटस्याटु हानेको है हाम्रो सम्धिनी कहाँ गइन आँटे नि त फेरि जता केटा भेट्यो त्यतै डेटिङ हान्न थाल्छ हिजो पर ऊ हाम्रो कुल सरलाई समाएर बाटैमा उहाँ कता गएको हराएको थिएँ ए सम्धिनी गाई भइसिन् हेत्तेरिका आफूलाई यहाँ टेन्सन हाई लभ यु ठेकान छ सम्धि के छ क्या मेरा जोडीहरू त पछाडि पो रहेछ 2टा कपाल फुलेको है कपाल फुलेको मेरो मन तिमीमै भुलेको माया सरर होइन हजुर कहाँ गइन् के मेरो सम्धिनी खोइ भने अब माछुलाई कसको बाख्रा चेपिए झै को कराको ओहो हो कता हो बाटो ये त माघी मेलामा त यत्रो जना भेल आउनु भएको रहेछ म पो यता भित्र हेलो सबैजनालाई झोरले नमस्कार सन्चै हुनुहुन्छ आमा दिदी बहिनीहरू सन्चै हुनुहुन्छ बोल्नु नि हुन्न उता के छ जेएनजी पार्टीहरू हेलो जेएनजी हाउ आर यु यो केटाहरू झम्तिन आए राम्री केटी त देख्नुहुन्न त अगाडि पछाडि धन्न तपाईँहरू नराम्री हुनुहुन्छ र बत्दैछ आफू राम्रै 2जनाले त झम्तिताको म राम्री देखे छैन र अनि आज के पो माघी मेला होइन वारी गाउँमा हो पारी गाउँमा वारी गाउँमा हो पारी गाउँमा त्यसका त्यति नबजाउनु न म म्युजिक स्वर राम्रो छ त्यसो म्युजिक पर्दैन नो प्रब्लम घाम लाग्यो घमाइलो देशै रमाइलो के कसो बाक्लुङको बरेङमा भेट्दै र भयो गरी जाउँ रमाइलो देशै रमाइलो हो कि यी मेरो सासू पनि आउनु भएको रहेछ सासू दर्शन सासू त भन्यो कुन चाहिँ पोइको बिर्से आफू फेरि एक ठाउँ होइन 25 ठाउँ जति पोइला गयो हेर्नु साथीभाइहरू गाह्रो छ अनि जाडो कतिको छ ओहो जाडोलाई हाटै मिलाउनु सोल्टी बाप्रे बाप छोड्नु न हौ प्लिज यो केटालाई म अहिले यहीँ खसी पार्छु कस्तै समाको त हजुर पो सिङ्गल त मेरो त यहाँ सासू हुनुहुन्छ आमाजू नन्द दिदीहरू हुनुहुन्छ झ्याप्पै समाउनुहुन्छ यत्रो उज्यालोमा नि यसरी समाएँ है अँधेरोमा मैले अँगालो मार्ने रहेछ अब मेरो सम्झिने कहाँ थियो एउटा त्यो चुरेल जस्तो थियो नि आएको थियो काउली बुढी देख्नुभयो कहाँ गए खोज्दै जानु पर्यो हेलो कता हो यसको कता हो बाटो यता बाटा कता ओ माई गॉड होस् गर हाई सोल्टी जिउ टङबाट नाच्छु सरी लाम्नी म माथि गएँ त आइ 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 गाला रोन्काइदिउँला मैले त यति मात्र अगाडि नभए कान्छ पेटीकोट लगाएको छैन के खोज्न आएको त एक्कासी बर्सिँदै घुसके एकै मान्छेले पेटीकोट लगाएको छैन ए कान्छ के भएको पैसाको टुजुक मादक र मुजुक भन्छ चमक 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 गर्ने रहेछ माया गर्नुभएको ठिकै छ उता के छ होला नजिक आउँदा त टोकेर खान्न थियौँ त के चरी हिँडेको माथि माथि शान्ति हुनुहुन्छ उता ए सबैजनालाई झोरले नमस्कार अनि माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना है सबैजनालाई अनि फुला
कागसँग जुट्न सकिन्छ यो केटोसँग सकिन्न खाउला खै गर्नु छ भरै म झरेर भेट्छु कान्छा तपाईँ र म भरै यसो तिनताने झैँया पार्ने बजाउने हुन्छ नि होइन अनि कतिको चिसो भाषा ओर्ने ओछ्याउने ल्याउनु भएको कि छैन ओछ्याउने चिसोमा पेट ढारेर भरे ग्यास्ट्रिक हुन्छ पट्टा चिसो छ अलिकति न्यानो न्यानो लुगाहरू पनि लाउनु होला अब मेरो सम्झिने कता यो लुगा चाहिँ अब मलाई चाहिँ गर्मी हुँला जस्तो छ अहिले त मेरो फिगरै देखेको छैन यो ज्याकेट खोलिदिउँ त्यतिकै त के ज्याकेट खोल्थे केटाकेटी ताली बजाऊ आमाहरूले पर्दैन ताली बजाऊ हजुर खोलिदिउँ रे कस्तो मिठो सोनियाको खोलिदिउँ रे खोलिदिउँ न त कान्छा योभन्दा धेर नखोलौँ होइन एकानी खोलौँ कि भनेको जान्ने हुनुपर्छ र फुलान्डेको आमालाई सिकाउनु पर्छ र कति लुगा खोल्न पर्ने कति देखाउनु पर्ने फुलान्डेको आमालाई सबै थाहा हुन्छ देश विदेश खाएको फुलान्डेको आमा पो हो कि होइन आमा दिदीहरू बहिनी भन्नु त अनि अब चाहिँ अहिले कस्तो देखिए मेरो फिगर कोका कोला तर अलिअलि चिसो रहेछ नाइटो त देखाइयो आज यही नाइटोमा निमोनिया होला जस्तो छ सिधै हावाले पनि झ्याप्पै हान्ने रहेछ सोल्टीजीहरू ठिकै छ सेउसी देखाएको छ ठिकै छ अब यस्तो रूप रङको त कुरा गर्दैन के खिच्नु भएको भयो मेरो सम्झिने कहाँ गर्ने ए सम्झिने यिनले त अहिले सुरु गरेछन् भरे जाम्ला र सँगै पिम्ला भनेको अहिले मातेर यहीँ मोर्चे यो त्यसो मातिने खालको मान्छे त होइन म नमस्ते हाम्रो त दर्शन गर्नुपर्छ राख के राख सम्झिनेको ढोकभेट गर्छन् हुन्छ बोलाउ न यहाँ के साह्रो अल्छी म त रिस उठ्ने बरु तिन पानी ल्याइदिन्छु म भर्खरै किन र नबोल्नु उता अलिकति हर्किनुले काम छ उता आमाहरूले भन्दा हुन्छ हामी यो केटाहरू अलि यता आऊ त बाबु प्लिज यार प्लिज आई रिक्वेस्ट इज बरो या प्लिज यता यता आइसक्यो त हामी यहाँ दर्शन गर्नु पाएको छैन भर्खर ठोकिएन क्या ओहो मेरो फेरि बलियो छ कि फेरि पार फुट्दा के गर्नु गाह्रो छ अब जिउडालाई एकदम फेरि कोला पऱ्यो आफ्नो फेरि छिपिएको रहेछ नि त जे महाराजको खान कि म भर्खरको कली र 2019 कि नि छिपिएकोले झ्याप्पै हाने छिपिएको कति राम्रो हुन्छ तपाईँलाई के थाहा हेर्नु न आज माघे सङ्क्रान्तिको दिन ठ्याक्कै तरुल जस्तो देखेछ कति नराम्री मरी तपाईँ चाहिँ कुन साह्रो राम्री छ त अनि हेर न पेटैभरि कसले कोतर दिएर हैराउँदैछ फेरि जम्मै डामै डाम बोकेर आइछौ बौला मेरो पेटको कुरा गर्छन् यिनका पेटमा हेर भने दण्डी पुरै मेरो सेउसी देखेर यिनी जलेछन् एनिवे ठिकै छ मिल्न पर्छ के जहीँ गए पनि न चिया पोख्यो कसको झन् घाँटेन अनि सम्झिनीमा को राम्री देखेको छ बोल्नु न को चाहिँ राम्री छ मलाई पनि भनौ न आटे म नराम्री छु फुलान्डे केमा राम्री देख्ने जतिले हात उठाउनु त कति धेरै आइछन् है काउले पनि मन बनाउने हात उठाउनुहोस् त अलिअलि उठ्यो त मलाई यति थियो नि ठिक्क भयो खाऊ अब रिस उठ्ने म पनि नराम्री छु त हजुर कुकुरलाई घिउ पर्दैन भने त ठिकै हो राम्री मान्छेलाई हात उठाउँदा कसैले उठाएन ठिकै छ तिमी चार पाठी दलेर आइछौ भने हुनेले घस्छ नि होइन राम्री मान्छेलाई नै मेकअपले पनि राम्रो देखिन्छ हो कि होइन भन्नु त त्यो कालो लाउने बहिनी हो कि होइन भन्नु त होइन भन्दै खान्छु होइन भन्दै तिमीलाई मेरो नाति मिलाइदिउँला खान्छु न होइन भन्दै मात्र भैँसीलाई नुहाइदिएर गाई कहिले बन्दैन त सम्धिनी अनि के गोरु बन्छ त म त यसै जन्म जातै राम्री म चाहिँ के पुरानै पछि जन्मियो रूप रङको कति घमण्ड गर्नु र अनि सन्चै हुनुहुन्छ सम्धिनी होइन हिजो मरेर आज आत्मा आएको कस्तो र सन्चै नभए यहाँ आउँछु त म कस्तरी सनक्क सन्किन्छ हेर्नु न अनि यति बेला नसन्केर कहिले सन्किनु त यस्तो यिनका बोली सुन्दा पनि नि थप्पर लाउनु पर्ने थप्पर पनि एउटा होइन क्या
खोइ लगाउ त कस्तरी ठुलो कुरा खोइ लगाउ त सन्चो बिसन्चो के छ भनेर सोद्धाखेरि त राम्ररी भन्ने हो नि त सम्झिने किन Yeah, I'm very good and I am looking for a guy who loves me. What do I know? फेरि मेरो सम्झिनेहरूले इङ्ग्लिस नबुझेर हैरान्छ म नेपालीमा पनि भनिदिउँला सम्झिने टेन्सन नलिसे ल नरिसाइसो है जिन्दगीमा मरिलानु केही छैन एकदम हाँसेर नाचेर जिउनुपर्छ हो कि होइन बिल्कुल हो खो सही कुरा यहाँ गर्नु परान फुस्किँदा पनि यहाँसम्म आइछु मैले त कुल सरलाई त भरे बिहार्नुपर्छ भनिसकेँ के कहाँ हुनुहुन्छ कुल सर कुल सर ऊ तिन पानी लाउँदै हेलो राजा सर आइसे न अघि खोजेको भेटिन के म त माइ गड ओ माइ गड छुदै कति तातो नि मान्छे ओ माइ गड सर वा त ह्यान्डसम मान्छे है ल ताली बजाइदिनुहोस् उहाँको लागि हाम्रो चाहिँ फार्मबाट कि केबाट आउनु अरे उहाँ युकेको फानबाट फार्मबाट ए फान के थाहा के रहेछ? सर के सर फाम्रो भन्छ गोराले नेपालीले चाहिँ फाम्रो भन्छ हाम्रो भन्छ गोराले त्यसोकै भन्नु तर कालेले भनेको कति गोराको मतलब छैन हामी हाम्रो अनि चाहिँ कुलबहादुर सर हाम्रो भन्नु मन लागेन सर मैले छु त हजुरलाई केही फिल भयो त सर सके म त जिरिङ्ग भयो सर त कडा भइसिँदो आइछ क्या हजुर त आँटे अनि बुढी एउटै मात्र बिहार्ने कि दुईटा बिहार्न मन छ अझै बिहा गर्न मन छ नि यिनलाई गर्ने भए गर्नु के अरे यिनी खाली छन् होइन यिनलाई गर्नु यो 2-4 दिनमा मरिहाल्छ ढुक्का नि हुन्छ अनि सर मलाई लग्यो भने त टाल्न पर्छ मेरो त उमेर छ यिनलाई लगेपछि 2-4 दिनमा खत्तम हुन्छ 2-4 दिन भयो भने हामी 2-4 दिन भयो भने हामी हनीमुनी मनाउँछौँ होइन सर सम्झिने हजुर मलाई चाहिएको छ अरे सुन्नु सोल्टी यिनलाई त जे महाराजले त छोडेको कति नराम्रो छ नलगेको त अब तपाईँ कुल सरले लाने रे क्या सम्झिने हेतेरिका कुल बेबी र मेरो त हाम्रो त जोडी जमेको छ यतै कुल सर कसलाई लिनुहुन्छ त काउलीलाई कि फुलान्डेको आमालाई मलाई पाल्ने हो त रिसालो ठुलो किन न यी काउली बुढीले जम्मा छुइ गएछ काउलीकै गन्ध आछ सर तपाईँ पनि के साह्रो मानेको आमामा हात चाहिँ कता हो सर ए ठिकै छ एकचोटि हाम्रो कुलसरको लागि जोरदार ताली यो कार्यक्रम बरेङको हाम्रो बागलुङ बरेङको कार्यक्रम आजको कार्यक्रममा उहाँको ठुलो हात छ हो कि होइन भन्नु त सर हात होइन खुट्टा पनि छ भन्नु न सर सरलाई आराम दिउँ कि सरलाई पिलो आए जस्तो छ म मर्ने बेला तिनका दाँत झऱ्यो अब एकछिनमा यो यसको पारन परान पनि चिजा धरे पनि के तपाईँलाई केही भयो रिस उठ्ने सर एकछिन रोक्नुहोस् न पाउनुहोस् न घरमा भाउजूसँग डर मान्नु भएको छ कि टेन्सन नलिनु क्या सर केही हुन्न क्या सर हामी तपाईँलाई खाइदिन्नौँ क्या सर एउटा गीत गाउँदा हजुर प्लिज कुल सरसँग भेट भएको पालामा लिपस्टिकको डाउलाम छु गालामा माटो काटेका परिहाली अब सर हजुर गइसियो एकछिन हजुरलाई रोमान्टिक गराइदियो एक टुक्का त मेरो पनि सुन्न पर्यो ल सुनाउनुहोस् हे कुलसर हेर्दै पर्या छौ दङ्ग फेरि हिँड्नु सुन्नुहोस् न कुलसर फेरि पल्क्या छ मसँग माटो काटीका परिहालीमा फेरि जोडी नकोदा यताउति पलाउनाले जन्म कालीमा फेरि जोडी नकोदा यताउति पलाउनाले जन्म कालीमा भेट भयो नजिकै बन्या छन् मलाई पनि आई लभ यु भन्या छन् माटो काटी ल सर ठिकै छ भरे नाइस टु मिट यु भरे भेट्नुपर्छ ए म त यता सरहरूलाई नमस्कार सर सबैजनाले नमस्कार है म त